भिडियो आइरहेछ यस भाइ यस उताको भाइ पनि बलियो रहेछ ल हान्छ अझै हान्छ ल 15 16 17 18 19 नभए हामी चाहिँ लेकतिर जाँदैछौँ लेक यो चाहिँ हाम्रो भेडा भेडा यता छ भने भेडासँगको अध्यक्ष यता छेउमा ऊ लुकिसके अध्यक्ष यता छन् ल गाइस के छ कसो अहिले के छ नि हाम्रो ट्रेकिङ सुरु भइसक्यो ब्याक चेन्ज एकजना यहाँ आउन उनीहरूले उठान त मुला अनि एउटा दोगुर्न पर्यो क्या दोगुरेको भिडियो म त घोडा चढेको भिडियो केटीहरूले त्यही भएर तिमीलाई विश्वासै गरेर छोडेको अब ल्यायो ल्यायो भिडियो आइरहेछ तल्लो लेफ्ट साइडको डोरी तान्यो ठीक छ पठाएर उता हाल्नुहुन्छ वेबसाइटमा छ होला हैन त्यस्तै होला वेबसाइटमा छ होला कताबाट हामी बसेको रेस्टुरेन्ट होमस्टे रहेछ मतलब सास फेर्न नसक्नेको लागि
धेरै प्रकारको देख्नु भएको तर एउटै मात्रै याद आउँछ हेलो केटा हो ट्रेकिङमा हामीहरू जाँदैछौँ गुरमट या यो बिस्तारै बिस्तारै हिँड्नु मनले जान्छ अब त म जान्न होला एउटा भन्नु पर्ने अब 15 मिनट हुनेवाला थियो नि त्यो टाइम हुन्छ जोस खायो भने अब त त्यो अब बुल्टेर जान्छ माथि के फेरि बुल्टेर के भन्छ त्यो म हिँड्छु ल यसो तल्लदेखि चल तल्लदेखि त्यहाँ पुगेर ओहो मिलन एक्सपिरियन्स भइसक्यो के रहेछ अब 3 घन्टा के गर्ने ल भन तालिम ल फेरि एकचोटि हान त पुसअप ल पनि हान्देऊ न त हान्देऊ ल ल ल कसले बढी हान्ने ल ल 3 2 1 गो ल ओके 3 4 5 6 7 8 20 कोले हान्छ 20 9 10 11 यस भाइ यस उताको भाइ पनि बलियो रहेछ ल हान्छ अलि हान्छ ल 15 16 17 18 19 20 ल भाइ भाइ ल या यो गर केटा ल तिमीलाई चक्लेट खानु पैसा चाहिँ दिन्छ है 5 रुपैयाँ हामी चाहिँ अहिले यता यो गाउँमा आइपुग्यौँ झरिसकेको छ अनि हाम्रो कोजु बहिनी थकित अवस्थामा छिन् होइन हाम्रो आसमा बहिनी के छ ठिक छ नि अनि हाम्रो यता हुनुहुन्छ लिडर वान अफ द मोस्ट लिडर इन आवर क्लास केही छ भन्न आजको टुरमा रिजन लोकल लसीको कति हो चाहिँ यहाँ छ तपाईँ ल आलु कति वर्षमा कति जति बेच्नुहुन्छ होला आलु यो अति भर्खर लगाएको यो वैशाख महिना लगाएको हो असोज महिना निकाल्ने अनि बेच्ने पनि हो कि आफ्नो लागि खानुलाई मात्रै अहिले बेच्छन् कि अब हामी त आफैलाई एक वर्षभरि चलिहाल्छ हामी त आफैलाई अनि यो भिरालो बनाएर चाहिँ किन राखेको थियो जग्गै यस्तो नसमाइकन यतिकै यतिकै अब फलिरहेको किन यहाँ बाबुको यो लाल पूजाहरू हुन्छ कुनमा पर्छ यो नम्बर ए अनि यो त पछि भविष्यलाई त राम्रै छ कति वर्ष भयो एकपल्टलाई यहाँ ए पछि राम्रोसँग यहाँ ट्रायल रुट खोल्यो अनि ट्रेकिङ रुट खोल्यो भने त राम्रो हुन्छ नि बाटो बनेपछि
तराईमा धर्किनु भयो धेरैले किन्नुहुन्छ त ल बाजे हामी चाहिँ लाग्छौँ ल ल पानी खुवाउनु भयो खुसी लाग्यो ल बा ल अहिले चाहिँ हामी अहिले आइपुग्यौँ होटलमा होइन कस्तो लागिरहेको छ ठिक छ नि हामी बस्ने रुममा हामी अहिले ट्रेकिङ हाइकिङ आइसक्यौँ अहिले मसँग त्यो दिन छ होइन कस्तो थकै त लाग्छ न मलाई त थाकेको लाग्छ तर अब अरूलाई बोकेर पनि आइरहेको हुनाले कसलाई बोक्यो साथीहरूलाई कप लाउँछ त्यस रमाइलो चाहिँ रमाइलो भयो हाम्रो संजीव दोस्त नुहाएर उयो बसेको छौँ पुरा ह्यान्डसम भएर ठिक छ नि अनि हाम्रो एकजना ढलाइ छन् थाकेर उता आएर त्यो ढलेको पनि हाम्रो यो टु चाहिँ धेरै रमाइलो भयो होइन त्यही यो दोस्तले केही कुछ काण्ड त गरेन नि योचोटि आउँदैछ हरियो डाँडामा